गत भदौ 23 र 24 गतेको जेनजी आन्दोलनमा भएको हत्यालाई लिएर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइनुपर्ने भन्दै जेनजी आन्दोलनका केही अगुवाहरूले सोमबार दिउँसोदेखि सामाजिक सञ्जालमा अभियान सुरु गरे। यो अभियान सामाजिक सञ्जालमा मात्र सीमित भएन। जेनजी आन्दोलनको एउटा समूहका अगुवा सुदन गुरुङ सहितको टिम तत्कालीन सरकार प्रमुख र गृहमन्त्री लेखक विरुद्ध उजुरी दिन प्रहरी परिसर पुग्यो। तत्कालीन सरकार प्रमुख र गृहमन्त्रीलाई पक्राउ गरिनुपर्ने दबाव बढेपछि विभिन्न सुरक्षा निकायका प्रमुख र सरकारको बैठक नै बसेको समाचार पनि सार्वजनिक भयो। सुरक्षा निकायका प्रमुखहरूले वर्तमान अवस्थामा ओली र लेखकको विरुद्धमा परेको जाहेरी लिएर पक्राउ प्रक्रिया अगाडि बढाइएमा यसले मुठभेडको अवस्था निम्ताउन सक्ने भन्दै न्यायिक समितिले छानबिन गरिरहेको विषयमा अहिले नै जाहेरी लिन हतार गर्न नहुने धारणा व्यक्त गरे। यसै परिस्थितिबीच सरकार र सुरक्षा निकायले मध्यम मार्गीय बाटो निकाले। पीडित परिवारबाट जाहेरी बुझ्ने तर दर्ता नगरी उक्त जाहेरी छानबिन समितिलाई बुझाउने। छानबिन समितिले काम गरिरहेको अवस्थामा ओली र लेखकलाई तत्काल पक्राउ गरिनु ठिक वा बेठिक भनेर जेनजी समूह बीच नै एकमत नभएको अवस्थामा एमाले निकट विद्यार्थी संगठन भने जाहेरीको बदला काउन्टर जाहेरीको अपरिपक्व निर्णयमा उत्रियो। विद्यालयकै पोसाकमा रहेका विद्यार्थीहरूलाई गोली हानी हत्या गरिँदा पनि चुइक्क नबोलेको अनरासिब्यू ओलीलाई पक्राउ गरिनुपर्छ भन्ने माग उठ्न थालेपछि भने एकाएक एक्सनमा उत्रिएर रमिता देखाउन पछि परेन। भ्रष्टाचार गरेछ ल, भ्रष्टाचार छानबिन गर ल भने त मैले छानबिन गर, बिचमा तरबार राख, पुष्टि गरे, काटिन तयार भएन भने काट्न पनि तयार गर्नुपर्छ ल। को छ मंगलबार अनरासिब्यूका पूर्व अध्यक्ष समीक बडाल सहितको कार्यकर्ता प्रहरी परिसर काठमाडौँ पुगेर सार्वजनिक सम्पत्तिको तोडफोड, युवा हत्या र जासुसी गरिरहेको विषयलाई लिएर बालेन र सुदन विरुद्ध जाहेरी दर्ता गराउन प्रयास गरे। प्रहरीले 24 घण्टाभित्र अध्ययन गरेर दर्ता गर्ने वा नगर्ने भए किन नगर्ने भन्ने जवाफ दिने भन्दै बडाल सहितका नेताहरूलाई फिर्ता पठाइदियो। विद्यार्थीका हकितका लागि लड्ने दाबी गर्ने इतिहास बोकेको संगठनले अगाडि बढाएको यो काउन्टर जाहेरीको खेलले नेपालमा दुई पक्षबीच मुठभेडको अवस्था सिर्जना गर्ने सम्भावना बढाएको त छँदैछ। यो सँगसँगै अनरासिब्यूको कमजोर निर्णय क्षमतालाई पनि प्रष्ट बनाएको छ। जेनजीका अगुवाहरूले अगाडि सारेको ओली र लेखक पक्राउ अभियानमा सुरक्षा निकाय र सरकार नै कन्भिन्स नभइसकेको अवस्थामा अनरासिब्यूले उक्त पक्राउको माग कानुनी रूपमा फितलो रहेको निष्कर्ष सहित छानबिन समितिलाई दबाव सिर्जना गर्न नहुने अवधारणा अगाडि सार्नुको सट्टा बालेन र सुदन विरुद्ध जाहेरी दर्ताको हट्टे कस्ता घाटा भने स्वयं एमाले र अनरासिब्यूलाई नै हुने देखिन्छ। किनभने काउन्टर जाहेरीले ओलीको बचाउ भन्दा पनि ओलीलाई जेल पुर्याए पुर्याउ तर बालेन र सुदनलाई पनि नछोड भन्ने लाइनमा अनरासिब्यू लागेको त होइन भन्ने प्रश्न उठाएको छ। यस विषयमा तपाईको के धारणा रहेको छ कृपया हामीलाई कमेन्ट मार्फत बताउनुहोला।